अलि भरे पनि खेल परेबाट टाढोबाट पनि सबै निस्किने गऱ्यो खेती गर्नु। यसो अगाडि पछि जानु भएको छ सबै दिनले त साह्रो पो आज यस 13 नम्बरबाट यस डिटेल रूपको मजुरी 13 नम्बरबाट कार्यालयको सहकार्यमा जिल्लाको स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा तथा यस जालपा माविमा लगाइरहेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको अध्यक्षता गरिनु प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन यस जिल्लाको स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिको अध्यक्ष सङ्घाबु राईजीलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन जिल्लाको स्वास्थ्य केन्द्रका कार्यालयको सदन प्रसाद यसै क्रममा अर्को आसन ग्रहण गरिदिनु हुन हरिसी टुवाचुङ नगरपालिकाबाट पाल्नुभएका हलेसी आयुर्वेद औषधालय प्रमुख अमर भुवन चौधरीज्यूलाई पनि यसै गरी रावसी गाउँपालिकाबाट पाल्नुहुने खार्पा आयुर्वेद औषधालयका प्रमुख जितेन्द्र कुमार वैद्यलाई त्यसै गरी 13 नम्बर वडाका वडा सचिव बबिता आचार्यज्यूलाई पनि दीपक राईजीलाई पनि अतिको आसन ग्रहण गरिदिन अतिको आसन ग्रहण गर्ने क्रममा यस वडाका वडा सदस्य तारा देवी तामाङज्यूलाई अतिको आसन ग्रहण गरिदिनु अतिको आसन ग्रहण गर्ने क्रममा गङ्गा विकज्यूलाई पनि अतिको आसन ग्रहण गरिदिनु र पकड चन्द्र राईज्यूलाई पनि अतिको आसन ग्रहण गरिदिनु सुरक्षाबाट आउनुभएका प्रहरी हलदार श्री महेन्द्र चौधरीज्यूलाई पनि अतिको आसन ग्रहण गरिदिनु सुरक्षाबाटै आउनुभएका प्रस बडबहादुर राईज्यूलाई पनि अतिको आसन ग्रहण गरिदिनु यस हाम्रो जिल्लाको स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक दीपकला राईज्यूलाई पनि अतिको आसन ग्रहण गरिदिनु सम्पूर्ण सहभागी सम्पूर्ण स्वास्थ्य कर्मीज्यूलाई पनि आफ्नो आफ्नो स्थानबाट अतिको आसन ग्रहण गरिदिनु हुन आदिकन गर्दछु। एकामेची महाकाली संयुक्तुङ्गा फुलकहानी एउटै माला नेपाली सार्वभौम फैली एकामेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि हराई पहाडीमा प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। मेरो जिम्मेवारी निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर यो जालपामावी नुनथलामा आयोजक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तर्फबाट यो शिविर उद्घाटन भएको घोषणा गर्छु र उहाँलाई चाहिँ सुरुवात गरिदिनु हुन अनुरोध गर्छु। धन्यवाद। उहाँ सबभन्दा जेठ होइन त सुरुवात गरिदिनुहोस्। हाम्रो वडाध्यक्षज्यू हुनुहुन्छ, हाम्रो डाक्टर साहब, हाम्रो दीपक दाई लगायत सम्पूर्ण यो आयुर्वेदको स्वास्थ्य शिविरमा उपस्थित हुनुहुने सबैलाई म यो आयुर्वेद सञ्चालन समितिको तर्फबाट र जिल्ला समन्वय प्रमुखको तर्फबाट हार्दिक बिहानको नमस्कार, यहाँलाई सेवा हवा। यो आयुर्वेद चिकित्सा प्रणाली भनेको आयुर्वेद स्वास्थ्य सेवा भनेको चाहिँ यो एकदमै हाम्रो यो पुरानो विधि हो यो हैन, सबैभन्दा पुरानो। अनि यो चाहिँ हाम्रै जडीबुटीबाट बन्ने औषधि अनि हाम्रै खानपान हाम्रो चाहिँ जीवनशैलीबाट चाहिँ यसलाई स्वास्थ्य रहने र स्वास्थ्य बनाउने एउटा यो चाहिँ पुरानो एउटा चाहिँ विधि हो यो चिकित्सा प्रणाली हो। र यसमा मान्छेहरूको आकर्षण अलिक घटिरहेको थियो बिचमा। यो चाहिँ एलोपेथिक भन्छ, यो चाहिँ अब चिरफार गर्ने केमिकल भएको औषधिहरू प्रयोग गरेर मान्छेलाई छिटो निको बनाउने जुन एउटा चलन बढेको छ, यसले मान्छेलाई फाइदा त गरेकै छ,
तर त्यो सँगै अब अलिक दिगो फाइदा गर्ने कुरा चाहिँ यो आयुर्वेद स्वास्थ्य क्षेत्रले चाहिँ गरिरहेको छ र यो दिगो प्रकारको पुरानो हाम्रो चाहिँ चिकित्सा प्रणाली जुन ढङ्गले अलिकति ओझेलमा पर्यो तर अहिले सरकारले यसलाई प्रमोसन गरिरहेको छ, सरकारले यसलाई बढावा दिइरहेको छ, सरकारले यसलाई प्रचार प्रसार गरिरहेको छ र हामीले चाहिँ यो एलोपेथिक क्षेत्रलाई पनि नजरअन्दाज गर्ने कुरा आउँदैन। तर पनि यो आयुर्वेद क्षेत्र भनेको चाहिँ हाम्रो जडीबुटीबाट हाम्रै भूगोलमा उत्पादन भएको औषधि जन्य वनस्पतिहरूबाट हामीले उपचार गर्ने अनि मान्छेलाई पछिसम्म असर नगर्ने र यसले चाहिँ स्वास्थ्य रहनको लागि, मान्छेलाई दिगो रहनको लागि, मान्छेको आयु बढाउनको लागि यो क्षेत्रमा पनि राज्यले ठुलो लगानी गर्दै आएको छ। हाम्रो जिल्लामा पनि जो एउटा जिल्ला अस्पताल छ त्यस्तै आयुर्वेद अस्पताल पनि ठुलो न ठुलो छ। त्यस पछाडि हाम्रो डाक्टर साहबहरू पनि अब एकदमै दरबन्दी पनि परिपूर्ति हुँदै आएको छ, औषधिहरू पनि आइराखेको छ र अहिले बिरामीको आकर्षण पनि बढ्दैछ र यसलाई चाहिँ अब त्यहाँ आउन नसक्ने बिरामीहरूको लागि गाउँ गाउँमा गएर एउटा दुईटा शिविर गर्ने सरकारको नीति हो। त्यसले गर्दाखेरि आज चाहिँ यो दिक्तेल रूपाकोट मजगढी नगरपालिकाको 13 नम्बर वार्डको नुनथालामा हामीले यो स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गर्यौँ र आज हाम्रो टिम आएर यहाँहरूको चाहिँ के अरे बिरामी जाँच गर्ने र यहाँहरूलाई चाहिँ अब रोगको निदान गरेर उपचार गराउन हामी प्रयत्न गर्छौँ यो टिमले। र त्यस पछाडि अनि यहाँ उपचार नहुने छ भने तपाईँहरूको जाँच गरेर जिल्लामा बोलाउने अनि जिल्लामा अपरेसन गर्नुपर्ने बिरामीहरूलाई चाहिँ जिल्लामा बोलाउने एउटा योजना छ र अब यहाँ आज हुने जति यहाँ तपाईँहरूको चेक जाँच गरेर औषधि दिने र बाँकी चाहिँ जिल्लामा बोलाउने कार्यक्रम छ र आज यहाँहरूले चाहिँ यो शिविरबाट भरपुर फाइदा लिनुहुनेछ, भरपुर यसलाई प्रयोग गर्नुहुनेछ। अब यहाँको बिरामीहरू, यहाँको समुदायहरू यो शिविर सञ्चालन गर्नको लागि शिविरलाई सफल बनाउनको लागि यहाँ लागिदिनुहुनेछ भन्ने म आशा र विश्वास गर्दै यो कार्यक्रम उद्घाटन भइसकेको छ र अब सुरुवात गर्दिन म अनुरोध गर्छु। धन्यवाद। धन्यवाद डाक्टर साहब। यस निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सभापति सन्मानबहादुर राईज्यू, हाम्रा जिल्ला आयुर्वेदिक अस्पतालबाट पाल्नु हुने डाक्टर साहबहरू, यहाँनिर हलेसीबाट पनि आउनु भएको रहेछ, हलेसीबाट आउनुभएको डाक्टर साहब र आदिवासीको तर्फबाट आउनुभएको डाक्टर साहब, हाम्रा कार्यपालिका सदस्य तथा वडा सदस्यज्यूहरू, हाम्रा चाहिँ अभिभावक समाजसेवी दीपक कुमार राई लगायत हाम्रा चाहिँ यहाँ वडा सचिवज्यू र प्रहरी चौकी नुनथाला हाम्रा प्रतिनिधिहरू साथदेखि लिएर उपस्थित हुनुभएका यहाँ आउनुभएका स्वास्थ्यकर्मी ज्यूहरू र उपस्थित हुनुभएका सेवाग्राही हाम्रा दाजुभाइ दिदीबहिनीहरू, आज हामी खुसीको क्षणमा छौँ। हामीले थोरै पनि हामीले सेवा सुविधा स्वास्थ्य क्षेत्रमा पाउनेछौँ। अब यो आयुर्वेदिक सम्बन्धमा हाम्रा प्रमुख अतिथि तथा समन्वय प्रमुखले बताउनु भएको बारेमा थप कुरा हामीले पनि चिन्ता चासो लिएर यसलाई महत्त्वको साथ हेर्नुपर्छ भन्ने लाग्छ र हामीलाई यो हाम्रो 13 नम्बर वडामा आएर निःशुल्क स्वास्थ्य शिविर राखेर हाम्रा यहाँका जनतालाई हामीहरूलाई सेवा उपलब्ध गराउनु भएकोमा यो स्वास्थ्य समिति, आयुर्वेद स्वास्थ्य समिति, जिल्ला समिति तथा आयुर्वेद अस्पताल, हाम्रा अस्पतालका सञ्चालक समिति, व्यवस्थापन समितिका अध्यक्ष लगायत उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी यहाँनिर यो निःशुल्क स्वास्थ्य शिविर रहँदाखेरि हामीले भरपुर हाम्रो लागि चाहिँ सेवा उपलब्ध हुनेछ र हामीले यसलाई भरपुर उपयोग गर्नेछौँ दाजुभाइ दिदीबहिनीहरू। र हामी अहिले जो जति आएका छौँ समय छ 4-5 बजीसम्म रहनुहुन्छ
अरू गाउँ हाम्रो नजिक भएको हुनाले अब हामी गएर पनि कोही कसैलाई पठाउन सक्छौँ र धेरैभन्दा धेरै हाम्रो जनसहभागिता होस् र हामीले यो मौकाको फाइदा लिन सकौँ। यो हाम्रो गाउँ टोलमा अहिले आउनुहुने हाम्रा दाजुभाइ दिदीबहिनीहरूले समाचार पठाएर हामी धेरै लाभान्वित हौँ भन्ने तपाईँहरूलाई अनुरोध गर्दै र विशेष यो स्वास्थ्य शिविर टिमलाई विशेष धन्यवाद दिँदै यो औपचारिक उद्घाटन समारोह यहीँ स्थगित भएको अर्थात् समापन भएको घोषणा गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्षज्यू तथा अध्यक्षज्यू, शिवराका वडा अध्यक्षज्यू तथा हाम्रो सञ्चालक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख शमबहादुर राईज्यू तथा हाम्रो यस वडाको वडा सचिवज्यू, हाम्रो सुरक्षाकर्मीज्यूहरू तथा हाम्रो विशेष नागरिक, हाम्रो हलेसिया आयुर्वेद औषधालयबाट पाल्नुभएका हाम्रो सर, त्यसका खर्प आयुर्वेद औषधालयबाट पाल्नुभएका हाम्रो सर तथा हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सम्पूर्ण कर्मचारी साथीहरू, साथै यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा मेरो फेरि पनि नमस्कार छ। आज विशेष गरेर हाम्रो यो एक दिने निःशुल्क स्वास्थ्य शिविरमा हामीले यहाँ हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सधैँ नै बिरामीको चेक जाँच, थेरापी सेवाहरू, छारसूत्रको सेवाहरू, अग्निकर्म, विधकर्मको सेवाहरू सधैँ हाम्रो निःशुल्क त्यहाँ सञ्चालन भइरहेको छ। र आज हाम्रो यो एक दिनको निःशुल्क कार्यक्रममा हामीले यहाँ बिरामी चेक जाँच र एकाङ्ग सुविध, अब थेरापीहरू सबै प्रकारको हुन्छ, सबै यहाँ अब एक दिनमा गर्न सकिन्न, एउटा सेक्ने हुन्छ त्यो एकाङ्ग सुविध, एउटा अङ्गलाई मात्र सेक्ने त्यो सेवा, र यो सबै बिरामीको सुगर जाँच र सुगर, प्रेसर होइन, हाइट वेट नाप्ने तथा बिरामीको औषधि निःशुल्क औषधि वितरण, हामीसँग भएको औषधिहरू त्यो यहाँ निःशुल्क वितरण चेक जाँच भयो। र यो मलद्वार सम्बन्धी समस्या भएको बिरामीलाई चेक गरेर अब दबाईबाट हुने खालको छ भने यही हामी दबाई दिन्छौँ, र जुन दबाईबाट हुने खालको छैन त्यसलाई हामी जिल्लामा बोलाएर त्यहाँ हामी अपरेसन यो मलद्वारको पाइल्सहरू, फिस्टुलाहरू, पिपाउने, रगत जानेहरू, मासु पलाएकोहरू त्यस्तोलाई हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा त्यसको अपरेसनहरू गरिरहेको छौँ। र यहाँ नभएको दबाईबाट ठिक नहुने बिरामीहरूलाई हामी जिल्ला आयुर्वेदमा बोलाएर त्यहाँ हाम्रो उपचार भइरहेको छ, त्यहाँ हामी बोलाउँछौँ। र आजको विशेष गरेर 4 बजेसम्म त्यो सेवा हामीले तपाईँहरूको यहाँ जति उपस्थित हुनुहुन्छ सबैलाई सेवा दिएर जान्छौँ। यति आजको हाम्रो विशेष। र अर्को यो दुखाइहरूको लागि हामीले विधकर्मको पनि यहाँ चाहिँ सेवा दिन्छौँ। त्यसरी यो सेवाहरू आज हाम्रो यहाँ दिने कार्यक्रम रहेको छ। यति भन्दै म आफ्नो भाइ यही टुङ्ग्याउँछु। एउटा ट्याब्लेट हाजिदिएको हिजो पनि भएको यता 24 मिनट पछि कम भइहाल्छ, कम भयो त्यो झन् बढ्ने यो सानोबाट हो कि